साथीहरू ल आउनुहोस् त वाटरमेलन कसरी हामीले खानुपर्ने रहेछ भन्ने कुरा यहाँ बहिनीले सिकाउनु भएको छ। यस्तो ल हेर्नु, ल यो पनि यहाँ तरिका है। यसलाई चाहिँ सट्ट काटेर है तपाईँ हामीले हेर्दा हेर्दै बहिनीले चाहिँ जुस बनाएर कति मजाले पिउनुहुन्छ है वाटरमेलनको है। यो चाहिँ एकदम राम्रो टेक्निक लाग्यो क्या मलाई चाहिँ है। तपाईँ हामीले पनि यसरी चाहिँ नै युज गर्न सकिन्छ कस्तो मजाले ल अन्त त्यही वाटरमेलनमै चाहिँ तपाईँको त्यसैलाई चाहिँ ग्लास बनाएर है त्यसैलाई टक्क बनाएर चाहिँ जुस पट बनाएर चाहिँ ल हेर्नु है ल टक्कसँगले जाली पनि ठिक्क राख्नु भएको रहेछ। यसलाई निचोरेर है ल ल ल हेर्नु कस्तो मजाले पाइपले तान्ने हो अब। ल त्यसैलाई धारा त्यसलाई त धारा बनाउनु भएको छ ल हेर्नु है जुस टक्क निस्क्यो। यस्तो राम्रो उपाय है। बहिनीको टेक्निकलाई चाहिँ मान्नुपर्छ है साथी हो। सेयर गर्नु होला है।